ए साथीहरु पानी आयो पानी 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 भागम 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 है तरिका पानी आयो ओहो हेलो साथीहरु गुड मर्निङ सबैजनालाई वेलकम ब्याक माई च्यानल अनि आजको न्यू ब्लगमा तपाईहरुलाई स्वागत छ। आज चाहिँ पानी बिहान बिहान पानी पर्यो र फेरि अहिले 11 बजेतिर काममा लिएर आछ हामीलाई दाजु। अब 11 बजेतिर काममा लिएर आयो कति काट्ने हो खै आज धेरै कतै हुँदैन साथीहरु। अब लगभग 3-4 घण्टा काटेर 3 घण्टा जति काटेर गाडी आउँछ भने हालिन जंगलतिर आइसक्यौं काम गर्ने ठाउँमा। अब अलि उता छ काट्दिन त यही ठाउँ हो। अब यता काट्दै आउनु पर्छ साथीहरु। अब जो हिँड्दै बुट लगाएर हिँडेको भित्र मोजा लगाएको थिएन र गर्मी भएर पानी हालेर हिँड्दैछु। आवाज आउँदै होला च्याक च्याक गरेको। के गर्नु साथीहरु मोजा लगाएर झन् गर्मी हुन्छ काम गर्न सकिँदैन। त्यही भएर बिना मोजा लगाएर काम गर्छु म। त्यो बुट मात्र लगाएर गर्मी भयो भने पानी हालिदिन्छु। यो जंगल साथीहरु यतै काट्ने हामी भिडियोलाई अन्तिमसम्म हेर्दिम हैन। लाइक सब्स्क्राइब गर्दिम सबैजनाले। अनि ए साथीहरु पानी आयो पानी 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 भागम 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 है तरिका पानी आयो ओहो है लास्टै ठुलो पानी आयो यार। आउन दाजु पानी आयो पानी आयो यार। अब यस्तो रुखको फेदमा बस्ने त हो। अब के गर्नु साथीहरु हो गाह्रो छ मलेसियामा पानी आएको आइछ। पानी फाट्ने नामै लिँदैन यार। यहाँ त एकछिन पानी पर्छ काट्दै थिए पारी रुख फेरि आइहाल्यो पानी। हेलो साथीहरु पानी आएको हेर्नु काट्दा काट्दै यहाँ पसिनाले यस्तो भागो बेला काट्दै थिए यार फेरि पानी आइसक्यो। दाजु पानी पर्यो यार धेरै ठुलो पानी पर्यो यार साथीहरु। के गर्ने यहाँ ओटिने ठाउँ पनि छैन कहाँ जाने हो। अब खतम बनाइदियो पानी त दिनदिनै पानी पर्यो यार तैँले हेर त मोबाइल पनि जोगाउनु पर्यो। अब कसरी काट्ने अब पानी आउनलाई यार घाम लागेछ पानी परेछ घाम लागेछ पानी परेछ। नेपालमा बर्खा गइसक्यो यता बर्खा सुरु भयो साथीहरु। काट्दै हुनुहुन्छ हाम्रो दाजुले उता banyak power ya lah dia hari-hari kerjanya saya mau mati betul jangan ada mana kayak bukan tadi saya bikin live wah kawan-kawan banyak wah mati betul लाइभ मा बजेर काट्दै थियो रे अनि साथीहरुले के मर्न किस्क्या भनेर भन्दै थियो रे। साथीहरु रुख ढलेको काट्नुपर्छ। बहुत मेहनत करना पड़ता है भाई। देखो 182 buah memang boleh angkat boleh lah angkat. मार्जिन चला शर्मा yang satu ini yang satu ini ini boleh. Ini yang sana tuh ramai-ramai lah guys kan. Ini ada 4 orang nih. छिरो भाइ छिरो boleh sudah. Jom kita tolong अर्को साइडमा जान लाग्यो काम गर्न। त्यहाँको साइड सिद्धो साथीहरु। अब हामी अर्को साइड जाँदैछौँ। गर्मी धेरै भयो आज। उतिखेरै पानी पर्छ उतिखेरै गर्मी लाग्छ। के हो यो के साह्रो गर्मी भयो अहिले फेरि। अघि फेरि पानी परेको परे गाह्रो छ साथीहरु मलेसियामा। पाइपको लेन्थ हेर्नु कति लामो छ। अझै लामो गर्नुपर्छ रुखहरू धेरै अग्लो छन्।
म तपाईँहरूलाई अब काटेको देखाउँछु होइन। रेकर्ड गर्ने मान्छे पनि अब काम गर्दा गर्दै रेकर्ड गर्ने कसरी दुईटै हातले साबित पार्नुपर्छ, दुईटै हातले गर्नुपर्छ।